Welcome back to my YouTube channel. र आज हामी यो भिडियोमा चाहिँ I'm going to tell about some predictions भोलि र पर्सिको म्याचमा र starting with Atletico Madrid Real Madrid the Madrid derby. यो Madrid derby चाहिँ भोलि राति 8 बजे शनिबार है। आज मैले फ्राइडे भिडियो बनाउँदैछु। आज कति हो? आज 26 सेप्टेम्बर हो भनेपछि 27 सेप्टेम्बरमा सेप्टेम्बर 27 मा राति 8 बजे एथलेटिको मैड्रिडको होममा मेट्रोपोलिटानोमा यो गेम हुँदैछ। एथलेटिको मैड्रिड र रियल मैड्रिड। एज यु अल नो रियल मैड्रिड योपालि रियल मैड्रिडको फर्म एकदमै राम्रो छ। ला लिगामा अनबिटन छन्, 6 गेम खेले 6 गेम जितिसके रियल मैड्रिडले भने एथलेटिको मैड्रिडको भने फर्म एकदमै हरिबिजोग छ। बल्ल दुईटा जित निकाले क्या हो, नत्र हार्ने अथवा ड्र हुने भइरहेको छ। सो एथलेटिको मैड्रिडको सायद वान अफ द वर्स्ट स्टार्ट होला सायद यो चाहिँ डिएको सिमियोनेको अन्डरमा। र लास्ट गेम दुईटै टिमको हेर्ने भने रियल मैड्रिडले लेभान्टेलाई, अब यो गेम मैले लाइभ पनि हेरेको थिएँ, लेभान्टेले सुरुमा त अलिकति दबाब दिएको थियो तर रियल मैड्रिडले कम्फर्टेबली स्कोर गरेर 4-1 ले जित्यो। अझै धेरै गोल पनि गर्न सक्थे। एम्बापे स्कोरिङ, मास्टेन्टोनी स्कोरिङ, भिनिसियस स्कोरिङ, फ्रन्ट थ्रीले नै स्कोर गरिसकेका थिए यो गेममा चाहिँ। त्यसैगरी एथलेटिको मैड्रिडको गेम हेर्ने भने एथलेटिको मैड्रिड चाहिँ दे वर लुजिङ 2-1। पहिला एक गोल हानेको थियो अल्भारेज, 2-1 ले लुज गर्दै थियो। चाबारेयाको गोल लास्ट नै बबाल गोल छ र अल्भारेजको थर्ड 88 मिनटको गोल पनि लास्ट नै बबाल छ। दुईटा गोलहरूको चाहिँ हेर्नु भएको छैन, हाइलाइट्स हेर्नु होला। लास्ट नै बबाल चाबारेयाले डेन्जर तोपै गोल हानेको छ, रकेट। र एथलेटिको मैड्रिडबाट अल्भारेजले ह्याट्रिक पनि हान्यो र अन्तिम मिनटमा गएर यो गेम जितेको थियो एथलेटिको मैड्रिडले। सो एथलेटिको मैड्रिडको टफ स्टार्ट अझै पनि अब टफ जितेका छैन, सजिलै जितेका चाहिँ होइनन्। सो एथलेटिको मैड्रिड राम्रो फर्ममा चाहिँ छैन। अब यो भन्दै गर्दा है यहाँ लास्ट स्टार्टिङ 11 देखायो हाम्रो। एम्बापे, गुलर, भिनिसियस, मास्टेन्टोनी, बालबेरे, यो 11 थियो लास्ट टाइमको भन्ने कुरा देखायो। यता अल्भारेज, ग्रिजम्यान भन्ने अघिल्लो म्याचको स्टार्टिङ लाइनअप देखायो होला यो चाहिँ। एनिवेज अब यो जुन हामीले यो हेर्दैछौँ, यो लाइनअप जुन हेर्दैछौँ, यहाँ हाम्रो त 4वटा डिफेन्स अस्ति औडा खेलाएको थियो अलोन्सोले, जाबी बल। अब यो डिफेन्स मिलाउँदैछ उसले। अब अहिले चाहिँ एथलेटिको मैड्रिडको फर्म नराम्रो चल्दै गर्दाखेरि चाहिँ रियल मैड्रिडको लागि केही न केही सजिलो पक्कै हुन्छ। र यिनीहरूको हेड टु हेड हेर्ने हो भने चाहिँ रियल मैड्रिडले 22 विन 14 विन एथलेटिको मैड्रिडले, र हामी एथलेटिको मैड्रिडसँग चाहिँ हारिराखेकै छौँ के। 2-1 ड्र एथलेटिको मैड्रिडले जित्नै सकिरहेछ। कहिलेबाट जित्न सकियो छैन भन्दा एथलेटिको मैड्रिडको होममा चाहिँ आई गेस 2024बाट हामीले एथलेटिको मैड्रिडको होममा जित्न गाह्रो। 2024 एथलेटिको मैड्रिडको होममा नजितेको त यही हेरौँ न, हामी एथलेटिको मैड्रिडको होम हेरौँ न। एथलेटिको मैड्रिडको होममा त लास्ट टाइम हामीले जितेको भनेको 2022मा रहेछ। 2022 पछाडि हामीले मेट्रोपोलिटानोमा जित्न सकेकै छैन। सो एकदमै कि ड्र भएको छ कि एथलेटिको मैड्रिडले जितेको छ। सो दिस इज गोइङ भेरी भेरी टफ। 8 विन्स 7 ड्रज भयो। मैड्रिड डर्बी हो र अब रियल मैड्रिडको प्लेयरहरू अभाइलेबल त लगभग कामाभिङ्गा र बेलिङह्यामलाई स्टार्ट गर्छ नगर्ला मलाई थाहा छैन त्यो चाहिँ है। तिनीहरूलाई स्टार्ट गर्दै गर्दैन मलाई थाहा छैन, स्टार्ट हुन्छन् जस्तो लाग्छ मलाई चाहिँ। तर मास्टेन्टोनी पनि राम्रै खेल्दैछ, अलि फिनिसिङ भएको छैन। त्यस पछाडि भिनिसियस पनि राम्रै खेल्दै थियो अस्ति, एम्बापे पनि राम्रै खेल्दै थियो। डिफेन्सिभली पनि वेरी स्ट्रङ, अलिअलि चाहिँ हामीलाई पेरेको थियो लेभान्टेले, तर वी डिड ग्रेट। राम्रो फर्म पनि छ। एथलेटिको मैड्रिड टेबलमा 8औं पोजिसनमा छन्। ड्र विन ड्र भनेपछि उनीहरूले त जम्मा 2 विन निकाले, 3 ड्रज 1 लस भइसक्यो। सो दिस इज अ बिग गेम रियल मैड्रिडको लागि। सिजन स्टार्ट भनेको सिजन त स्टार्ट भइसक्यो तर रियल मैड्रिडको राम्रो टेस्ट भनेको एथलेटिको मैड्रिडले गर्नेवाला छ। एथलेटिको मैड्रिड नराम्रो फर्ममा भए तापनि डार्बीमा फेरि राम्रो खेल्ने टिम हो कि, राम्रो टिम हो। डिएगो सिमियोनेको टिमलाई हामीले अब एथलेटिको मैड्रिडलाई हामीले चाहिँ सानो तरिकाले हेर्न सक्दैनौँ। दे आर अ बिग टिम। सो रियल मैड्रिडको यो गेम चाहिँ भोलि राति 8 बजे छ। अब मलाई चाहिँ जहाँसम्म लाग्छ एथलेटिको मैड्रिडले पनि गोल हान्नेवाला चाहिँ छ, रियल मैड्रिडले पनि गोल हान्नेवाला छ। तर टाइट गेम हुन्छ। रियल मैड्रिडले 3-1 अथवा 3-2 त्यस्तै गोलले जित्छ जस्तो लाग्छ मलाई चाहिँ। क्लिन सिट राख्न सक्दा एकदमै राम्रो हो। सो लेट्स सी के हुन्छ यो चाहिँ। फर्म हेर्दै गर्दा एथलेटिको मैड्रिड हार्छ जस्तो छ न चाहिँ, तर एथलेटिको मैड्रिडको होम हो, एटमोस्फियर कडा हुन्छ, गाह्रो हुनेवाला छ। वी अल नो द्याट दे क्यान प्ले खतरा फुटबल पनि अगाडि र हराम बल पनि खेलिदिन सक्छ। एथलेटिको मैड्रिडले डिफेन्सिभ पनि टाइट खेलिदिन्छ। सो वी गाट बी क्रिएटिभ। हाम्रो सबै प्लेयरहरू एकदम फर्ममा हुनुपर्छ रियल मैड्रिड भर्सेस एथलेटिको मैड्रिड। दिस इज अ बिग गेम फर अस टुमारो। त्यस पछाडि अब यो एथलेटिको मैड्रिड र रियल मैड्रिडको यो कुरा गर्दै जाँदाखेरि प्रिमियर लिगतिर पनि जाउँ।
अब प्रिमियर लिगमा जाँदै गर्दा भोलि रातिको गेम भनेको ब्रेन्टफोर्ड र म्यान्चेस्टर युनाइटेड छ। ब्रेन्टफोर्ड र म्यान्चेस्टर युनाइटेड त म्यान्चेस्टर युनाइटेडको फर्म त हरिबिजोकै छ। अस्ति चेल्सीसँग जित्यो, त्यो पनि चेल्सीले रेड कार्ड खाएर। त्यो भन्दै गर्दा म्यान्चेस्टर युनाइटेड नराम्रो खेलेको चाहिँ होइन। अब ब्रेन्टफोर्डको फर्मको कुरा गर्ने भने ब्रेन्टफोर्डको फर्म अलि तलमाथि छ, जित निकाल्न उनीहरूलाई गाह्रो भइरहेको छ। म्यानुले चाहिँ 2टा विन चाहिँ निकाल्यो र यो गेम चाहिँ ब्रेन्टफोर्डको होममा भएको हुनाले चाहिँ म्यानुलाई गाह्रो त गाह्रो नै हुन्छ। दिस माइट एन्ड इन अ ड्र जस्तो लाग्छ मलाई चाहिँ। तर म्यान्चेस्टर युनाइटेड अस्तिको गेमबाट कतिको अब उनीहरू चाहिँ मोटिभेट भएका छन् होइन। सो म्यान्चेस्टर युनाइटेडले जित्ला सायद एकै गोलले भए पनि, अथवा लाइक 2-1 गोल त खान्छ। 2-1ले म्यान्चेस्टर युनाइटेडले जित्ने अथवा 2-2 हुन सक्ने सम्भावना देख्छु म यो गेम चाहिँ। अब म्यान्चेस्टर युनाइटेड भइसक्यो ठ्याक्कै भन्न सकिने सम्भावना चाहिँ छैन। यिनीहरूको हेड टु हेड हेर्ने भने चाहिँ म्यानुले 5चोटि जिते रहेछ। अघिल्लो पालि 4-3ले ब्रेन्टफोर्डले हराइदिए रहेछ। 1-1, 2-1, सो ब्रेन्टफोर्डले 4-0 पनि हानेको छ। सो टाइटै रिजल्ट छ रिसेन्ट रिजल्ट्स हेर्ने भने। सो वी गाट वाच दिस आउट। त्यस पछाडि प्रिमियर लिगको कुरा गर्ने भने चेल्सी ब्राइटन छ। चेल्सी ब्राइटन पनि अनदर इम्पोर्टेन्ट गेम। ब्राइटनले अस्ति 6-0 हानिदिएको थियो एएफएलमा। त्यो एउटा को प्लेयर हो, गोमेज भन्ने ओरियो प्लेयर, यस्तो बल तोप गोल हान्यो, 4 गोल हानिदियो। सो यो फर्म उसले कन्टिन्यू गर्न सक्छ सक्दैन। चेल्सी भने चाहिँ अलिकति नराम्रो फर्ममा छ। अस्ति रेड कार्ड खायो किप्परले। अब स्टार्टिङमा यही योगेन्सन किप्पर हुने होला, 3 गेम ब्यान होला ऊ चाहिँ। र हेड टु हेड हेर्ने भने चेल्सीलाई रिसेन्ट फर्म हेर्ने ब्राइटनले लास्ट टाइम 3-0 हान्दिए रहेछ, 2-1 हान्दिए रहेछ। सो ब्राइटन चाहिँ अलिकति खतरै टिम निस्किएको छ अहिले। फर्म हेर्ने भने चाहिँ यिनीहरूको फर्म कता देखाउँछ त भन्दा फर्म हेरौँ है। चेल्सी ब्राइटनको फर्म हेर्दै गर्ने हो भने के छ, 6-0, 2-2, 2-1, 2-1, 0 छ। चेल्सीको भन्दा त उनीहरूको फर्म राम्रो देखिन चाहिँ। सो आई डोन्ट थिङ्क दिस इज गोइङ टु बी इजी म्याच फर चेल्सी। तर चेल्सीको होम भएको हुनाले पनि चेल्सीले जित्छ जस्तो लाग्छ है मलाई चाहिँ। अब त्यो लाग्छ मलाई चाहिँ। चेल्सीको होममा चेल्सी डोमिनेन्ट होला, चेल्सी डोमिनेन्टै छ। सो चेल्सीको होम भएको हुनाले चेल्सीले जित्छ जस्तो लाग्छ। तर दिस इज गोइङ टु बी टाइट म्याच, 2-1 त्यस्तै स्कोर हुन्छ होला। चेल्सी ब्राइटन। क्रिस्टल प्यालेस लिभरपुल त कति हुन लाग्यो एकदम धेरै हुन लागिसक्यो। अस्ति पनि परेका हुन्। कम्युनिटी सोलमा क्रिस्टल प्यालेस जित्यो, त्यसभन्दा अगाडि 1-1 ड्र। यता एएफएल कपको राउन्ड फर्ममा पनि यिनीहरू पनि पर्दैछन् होइन। क्रिस्टल प्यालेसको होममा चाहिँ क्रिस्टल प्यालेस एउटा भन्दा निकाल्न सकेको चाहिँ छैन। तर लिभरपुल अहिले जसरी भए पनि जित्ने, 80 मिनटका गोल हान्न पनि जित्ने भएको छ। अस्ति पनि त्यस्तै गर्यो। सो अब इसाक स्टार्ट गर्छ होला जहाँसम्म लाग्छ। सो लिभरपुल सुड विन दिस म्याच। पछाडि नेक्स्ट गेम वी हेभ इज लिड्स बोर्नमथ। लिड्स र बोर्नमथमा अब लिड्स जहाँसम्म हार जस्तो लाग्छ। बोर्नमथको फर्म राम्रो छ, लिड्स पनि नराम्रो खेलिरहेको त छैन। तर बोर्नमथ अलिकति राम्रो फर्ममा छ। न्युक्यासलसँग नि 0-0 खेल्छ, राम्रै खेल्दै थियो। सेमेनहरू राष्ट्रिय फर्ममा छन्। सो आई थिङ्क बोर्नमथले क्लिन सिटै राखेर जित्छ जस्तो लाग्छ मलाई। डिफेन्सिभली राम्रो पनि छ कि बोर्नमथ। राष्ट्रियमा त यस्तो भएर चाहिँ। सो बोर्नमथले 2-0 जस्तो विन हासिल गर्न सक्छ जस्तो लाग्छ मलाई। म्यान सिटी बर्नलीको गेम हेर्ने हो भने चाहिँ अब बर्नलीलाई कति गोल हान्छ भन्ने म्यान सिटी। तर बर्नली हामीले लिभरपुलसँग देख्यौँ, दे क्यान डिफेन्ड, पाक्दा बसै खेलिदिन सक्छन् यिनीहरू चाहिँ। र हेड टु हेडमा पनि एउटा विन भन्दा छैन। अहिलेसम्म म्यान्चेस्टर सिटीले धोबी हानिरहेको छ जति बेला पनि होइन। र यिनीहरूको फर्म हेर्ने हो भने बर्नलीको फर्म यस्तो रातो छ भने सिटीको फर्म एकदमै राम्रो छ सिटीको फर्म चाहिँ। सो सिटी सुड कम्फर्टेबली विन दिस विथ अ क्लिन सिट। 2-0, 3-0 हालनले गोल हान्छ पक्कै, त्यो हुन्छ। त्यस पछाडि अर्को म्यान सिटी बर्नली त नोटिङह्याम फरेस्ट सन्डरल्यान्ड। अब सन्डरल्यान्ड आफ्नो होममा चाहिँ राम्रो छ, न्युक्यासल जस्तै हो। अवेमा त्यति राम्रो फर्म चाहिँ छैन सन्डरल्यान्डको। नोटिङह्याम फरेस्ट पनि एन्जे पोस्टेग्लुको अन्डरमा आएको छ, खासै गतिल छैन कि एन्जे पोस्टेग्लुको चाहिँ गतिल छैन। फर्म हेर्ने भने सन्डरल्यान्ड आफ्नो होममा जितेको छ, अर्काको होममा चाहिँ हार्ने त्यस्तो हुने भएको छ। नोटिङह्याम फरेस्टको त हरिबिजोग फर्म छ। तर जहाँसम्म लाग्छ यो गेम ड्र नै हुन्छ जस्तो लाग्छ मलाई। सन्डरल्यान्ड भन्दा नोटिङह्याम फरेस्ट केही न केही गर्छ होला जहाँसम्म लाग्छ। सो दिस माइट एन्ड इन अ ड्र। सन्डरल्यान्ड अवेमा सन्डरल्यान्डको फर्म नराम्रो छ कि, न्युक्यासल सन्डरल्यान्ड दुइटै उस्तै छन् कि यो अवे कुरा हो नि भने चाहिँ। एन्ड दिज आर द म्याचेस। यो स्याटरडेको म्याचेसहरू चाहिँ यो छ। यता रियल म्याड्रिड एथलेटिको म्याड्रिड भयो, युभेन्टस एटलान्टा पनि रहेछ। एटलान्टाको त्यति राम्रो फर्म चलिरहेको छैन। सो आई थिङ्क युभेन्टसले नै यो गेम जित्छ होला। युभेन्टस राम्रो खेल्दैछ, एटलान्टाको फर्म ठिकै रहेछ। एटलान्टाको फर्म पिएसजीसँग 4 खायो होइन। यता चाहिँ युभेन्टसको पनि ठिकै रहेछ, तर युभेन्टसले जित्छ होला यो गेम चाहिँ। यो चाहिँ सेरियाको गेमहरू। अब यता बायर्न म्युनिखले पक्कै जित्ने होला।
मार्सेसँग अस्ति पिएसजी हार्यो होइन। सो यो चाहिँ शनिबारको म्याचहरू भयो। र आइतबारको गेमहरू हेर्ने भने चाहिँ है शनिबार राति नै, शनिबार राति टोटेनहाम उल्स रहेछ। टोटेनहामले उसलाई कम्फर्टेबली जित्नुपर्छ, उस राम्रो फर्ममा छैन, टोटेनहाम खत्रै फर्ममा छ, टोटेनहामले उसलाई ढुक्कै जित्नुपर्छ। एस्टन विल्ला फुलहाम, एस्टन विल्लाले जितेकै थिएन गेम, तर हिजो हो क्या बोलोनासँगै युरोपा लिगमा फर्स्ट टाइम जित्यो एस्टन विल्ला, नत्र जितेकै थिएन, एउटा पनि उनी निकाल्न सकेको थिएन, गोल पनि हान्न सकिरहेको थिएन। प्रिमियर लिगमा चाहिँ म्याटी क्यासले गोल हान्ने थियो सन्डरल्यान्डसित र ड्र भयो। हिजो चाहिँ बोलोनासँग 1-0 जित्यो। सो एस्टन विल्ला फुलहाम, एस्टन विल्लाको नराम्रो फर्म कन्टिन्यू छ, भिल्ला पार्कमा केही गर्न सक्छ कि त, तर आई विल गो फर फुलहाम। एस्टन विल्लाको फर्म हेर्दै गर्दा फुलहाम एकदम राम्रो खेलिरहेका छन्। सो आई विल गो फर फुलहाम। र अनदर बिग म्याच सन्डे भनेको फर अ पर्सन हु सपोर्ट्स न्युक्यासल, म न्युक्यासल सपोर्ट गर्ने मान्छे, अनदर ह्युज म्याच चाहिँ न्युक्यासल आर्सेनल छ। हेड टु हेड यिनीहरूको हेर्ने भने चाहिँ 7 विन्स न्युक्यासलको छ, 23 विन्स आर्सेनलको छ। र न्युक्यासलको होम हेर्ने भने चाहिँ 5 विन्स, जम्मा 9 विन्स छ। न्युक्यासलले लेटली 3टा गेमहरूमा डोमिनेट गरेको थियो, एफएल कपमा पनि र प्रिमियर लिगमा पनि 1-0 एस्तो डिफेन्सिभली टाइट गेम खेलिदिएको थियो। सो न्युक्यासल आर रियली गुड यो डिफेन्सिभली चाहिँ। अब गोल हान्न सक्छ सक्दैन त्यो न्युक्यासलको कुरा भयो, न्युक्यासल गोल हान्न त्यति राम्रो सकिरहेको छैन। अब फर्म त आर्सेनलको एकदमै राम्रो छ यति बेला, आर्सेनल एकदमै राम्रो खेल्दै आएका छन्। न्युक्यासलको पनि नराम्रो फर्म चाहिँ छैन, तर विन्स बढी आर्सेनल निकालेको छ। न्युक्यासलको प्रब्लम भनेको गोल हान्न सकिरहेका छैनन्। सो क्यान दे स्कोर अ गोल? आई थिङ्क यस। सो दिस इज गोइङ टु बी भेरी टाइट म्याच। आर्सेनलसँग टक्कर दिन गाह्रै हुन्छ होला, जहाँसम्म लाग्छ ड्र हुन्छ यो गेम, अथवा न्युक्यासल विन बाई 1-0 अथवा 2-1 स्कोरले जित्छ जस्तो लाग्छ मलाई चाहिँ। दिस इज अ भेरी बिग प्रेडिक्सन आई एम मेकिङ। तर न्युक्यासलले ड्र अथवा विन गर्छ जस्तो लाग्छ मलाई यो चाहिँ, न्युक्यासल भर्सेस आर्सेनल। त्यसै गरी सन्डे बार्सिलोना आर प्लेइङ रियल सोसिएडाडसँग। बार्सिलोना रियल सोसिएडाड अब यो चाहिँ कस्तो भन्दा पहिला कुनै बेलाको त खतरा फिक्चर्स हो। जमानामा रियल सोसिएडाडसँग बार्सिलोना सधैँ हार्थ्यो अथवा ड्र खेल्थ्यो त केही न केही तनाव दिन्थ्यो होइन। अब तर बार्सिलोनाको होममा चाहिँ बार्सिलोना आर एकदमै राम्रो खेलिरहेका छन्। सो रियल सोसिएडाडले एकचोटि भन्दा जितेको छैन। सो बार्सिलोना आई थिङ्क दे विल कन्टिन्यू द्याट। अहिले बार्सिलोनाले 1 गोल खाने अनि कमब्याक गर्ने चलन चलिरहेको छ बार्सिलोनाको। सो राम्रै खेल्छ जस्तो लाग्छ। सो दिज आर सम अफ द म्याचेस। शनिबार र आइतबारको म्याच मैले मेन म्याच भनिसकेँ, मेन म्याच भनेको। र त्यसको साथसाथै आज राति चाहिँ अल इथिहाड र अल नासर रहेछ। मैले त्यो गेम हेरेकै छैन, अब टाइम मिल्यो भने आज हेर्नु पर्ला। अल इथिहाड र अल नासरमा अल नासर फेरि ठुल्ठुलो गेममा अलिकति नजित्ने छ, तर जाओ फेलिक्स राम्रो फर्ममा छ। सो मेबी अल इथिहाडको होममा अल नासरमा रोनाल्डो र फेलिक्सले गोल हानेर जित्छन् कि त। सो यो पनि हेर्नै पर्ने म्याच छ एउटा। त्यस पछाडि अब यो बिग गेम भनेको चाहिँ रियल म्याड्रिड एथलेटिको म्याड्रिड सबैभन्दा बिग गेम यो भयो के अरे। त्यस पछाडि न्युक्यासल भर्सेस आर्सेनल पनि अनदर बिग गेम, ब्रेन्टफोर्ड युनाइटेड पनि मजाको हुन्छ। सो दिज आर द म्याचेस र दिज आर माई सो इन्टेलेक्चुअल प्रेडिक्सन होइन। यही फर्म हेर्ने, यही हेरेर प्रेडिक्सन त गर्ने हो, यसरी गरेको प्रेडिक्सन हो, हेरौँ के हुन्छ। सो थ्याङ्क यू फर वाचिङ। मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। आई विल बी एडिङ मोर फुटबल भिडियोज। या सी यू गाइज इन द नेक्स्ट वान। थ्याङ्क यू फर वाचिङ।